जीवनमा ठूला सपनाहरू देख्नुपर्छ अनि ती सपनाहरू पूरा गर्नका लागि निरन्तर अथक मेहनत गरिरहनुपर्छ। एक दिन अवश्य सफल भइन्छ। यो आजका विश्व चर्चित तथा महान फुटबलर क्रिस्टियानो रोनाल्डोको जीवनबाट सिक्न सकिने सबैभन्दा प्रेरणादायी कुरा हो। उनी सदैव आफ्नो परिवारलाई पहिलो प्राथमिकतामा राख्ने गर्छन्। पोर्चुगलको एक गरिब परिवारमा जन्मे हुर्केका क्रिस्टियानो रोनाल्डो आफ्नो निरन्तर मेहनतका कारण आज एक सफल र प्रेरणादायी फुटबलर बन्न पुगे। उनले जति समाजलाई सहयोग गर्ने अन्य कोही एथलेट्स बिरलै होलान्। रोनाल्डो सर्वाधिक धेरै परोपकारी काममा चन्दा दान तथा सहयोग गर्ने खेलाडीको सूचीमा पहिलो नम्बरमा पर्छन्। उनले सन् 2015 नेपालमा गएको महाभूकम्पमा पनि नेपाललाई सहयोगको लागि एकबद्धता जनाउनुको साथै करिब $8 मिलियन $1 अर्ब नेपाली रुपियाँ भन्दा धेरैको सहयोग गरेको बताइन्छ। उनले कोरोना महामारीका बेला आफूले खेल्दै गरेको फुटबल क्लब युभेन्टसबाट 3 महिनाको तलब लगभग 3.8 मिलियन €, 55 करोड नेपाली रुपियाँ नै लिएनन्। सोही समयमा आफ्नो मातृभूमि पोर्चुगललाई लगभग 1 मिलियन €, 15 करोड नेपाली रुपियाँको सहयोग गरे र आफ्ना राष्ट्रिय टिमका साथीहरूलाई पनि देश विपदमा परेको र आफूहरू पेशागत हिसाबले अन्य नागरिकहरू भन्दा धेरै कमाउने पेशामा भएकाले राष्ट्रिय टिमबाट बोनस स्वरूप पाउने रकमको 50% देशको लागि सहयोग गर्न आग्रह गरे, जुन कुरा उनकै टिममेटहरूले खुलाएका थिए। सन् 2011 उनले लालिगामा 40 गोल गरेर सर्वाधिक गोलकर्ता हुँदै गोल्डन बुट पिचिची अवार्ड जितेका थिए, जसलाई उनले अक्सनमा 1.2 मिलियन पाउन्ड लगभग 20 करोड नेपाली रुपियाँमा बिक्री गरेर त्यस मार्फत आएको सम्पूर्ण रकम द्वन्द्वग्रस्त प्यालेस्टाइनको गाजा भन्ने सहरमा विद्यालयहरू बनाउन सहयोग गरे। उनले पाएको 2013 को बालोन्डियरको पनि अर्को एउटा रिप्लिका बनाउन लगाए र त्यो अक्सन गराई आएको रकम €6 लाख लगभग 1 करोड नेपाली रुपियाँ मेक अ विश फाउन्डेसनलाई दान गरे। 2013 मै उनी UEFA टिम अफ द इयरमा पर्दा बोनस मार्फत आएको रकम 89,000 पाउन्ड लगभग 1 करोड 50 लाख नेपाली रुपियाँ रेड क्रसलाई दान गरे। 2013 मा नै रियल मैड्रिडले च्याम्पियन्स लिग जिते बापत खेलाडीहरूलाई दिने बोनस 4,50,000 पाउन्ड लगभग 7 करोड 60 लाख नेपाली रुपियाँ उनी एम्बेसडर रहेका 3 च्यारिटीहरू सेभ द चिल्ड्रेन, युनिसेफ र ओल्ड भिजनलाई बाँडिदिए। यसबाहेक रोनाल्डोले धेरै देशहरूमा सामाजिक कार्य तथा आपद विपदमा सहयोग गरेका छन्। उनले क्यान्सर पीडित बालबालिकाहरूलाई भेट्न अवसर दिने तथा मनोबल उच्च बनाउने अनि आर्थिक सहयोग गरेका उदाहरणहरू धेरै छन्। सन् 2004 मा इन्डोनेसियामा सुनामी आउँदा एकजना 6 वर्षीय बालक मार्टिनिज सुनामी आएको 21 दिनपछि समुद्री तटमा जीवितै पोर्चुगलको जर्सीमा भेटिएका थिए। उनले रुई कोस्टाले लगाउने जर्सी नम्बर 21 लगाइरहेका थिए। मार्टिनिजले उक्त सुनामीबाट आफ्ना आमा र 2 दाजुहरूलाई गुमाएका थिए। त्यो सुनामीले त्यसबेला 2,30,000 भन्दा धेरैको ज्यान लिएको थियो। रोनाल्डोले उनलाई भेटे र उनको पढाइको सम्पूर्ण खर्च तथा पोर्चुगलको चर्चित फुटबल क्लब स्पोर्टिङ क्लबको स्टेडियममा खेल हेर्न बोलाउने प्रतिबद्धता जनाए। साथै पोर्चुगल फुटबल फेडरेसनले उनको घर बनाउन €40,000 सहयोग पनि गर्यो। खेल मैदानमा रोनाल्डोका केही यस्ता विश्व रेकर्डहरू छन् जुन 100 तोडिन अझै धेरै वर्ष लाग्न सक्छ। लगातार 5 वटा विश्वकपमा गोल, राष्ट्रिय टिमका लागि सबैभन्दा धेरै क्याप जित्ने र सर्वाधिक धेरै गोल 123 गोल, च्याम्पियन्स लिगका सबै ग्रुप स्टेज गेमहरूमा गोल, त्यो पनि 2 सिजन 2017-18 अनि 2021-22। च्याम्पियन्स लिगको एकै सिजनमा 17 गोल, च्याम्पियन्स लिगकै सर्वाधिक धेरै गोलकर्ता 134 गोल, शताब्दीकै सर्वाधिक धेरै हेडर गोल्स 112 गोल, 2.93 मिटर माथिसम्म जम्प गरेर हेडर गोल, 17 वटा गिनिज वर्ल्ड रेकर्ड्स। उनको जस्तो हेडर जम्प गर्ने क्षमता अन्य खेलाडीमा बिरलै देख्न पाइन्छ। साथै उनी लेफ्ट र राइट फुट दुवै बराबर चलाउन र दुवै खुट्टाले गोल गर्न माहिर छन्। रोनाल्डोलाई खेल मैदान मात्र नभई सामाजिक सञ्जालमा पनि उत्तिकै धेरैले फलो गरेका छन्। उनी ट्विटर र इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गरिएका एथलेट हुन्। उनको पेज विकिपीडिया पनि सबैभन्दा धेरै हेरिएको पेजमा पर्छ। साथै फेसबुकको कुनै पोस्टमा सर्वाधिक लाइक आउने एथलेट पनि रोनाल्डो नै हुन्। उनको बारेमा कैयौं किताबहरू लेखेका छन्, त्यस्तै थुप्रै डकुमेन्ट्रीहरू पनि बनाइएका छन्। नमस्कार, आजको नेपाली अडियो एडभेन्चर्सको यो श्रृङ्खलामा क्रिस्टियानो रोनाल्डोको जीवन कथा वाचन गर्नेछु।
क्रिस्टियानो रोनाल्डोको परिवार तत्कालीन समयमा यतिसम्म गरिब थियो कि जब उनी गर्भमा थिए तब पारिवारिक गरिबीकै कारण उनकी आमा मारिया डोलोरेस डोस सान्तोस आवेइरो गर्भपतन गराउन डाक्टर कहाँ गएकी थिइन्, तर डाक्टरले उनको अनुरोधलाई अस्वीकार गरे। कुरा उनले सन् 2014 मा प्रकाशित उनको जीवनी सम्बन्धी पुस्तकमा उल्लेख गरेकी छन्। उनको परिवारको गरिबीको मुख्य कारण थियो सन् 1960 को अन्ततिर अंगोला भन्ने देशमा चलिरहेको पोर्चुगलको औपनिवेशिक युद्ध, जहाँ उनका पिता जोजे दिनिज आभेइरो पनि अनिवार्य सैन्य सेवामा उमिनु परेको थियो। सन् 1975 मा अन्ततः अंगोलाले युद्ध जित्यो र स्वतन्त्रता पायो। यता पोर्चुगल भने गहिरो आर्थिक संकटमा फस्यो, किनभने पोर्चुगलले आफ्ना लगभग सबै आर्थिक स्रोतहरू त्यही युद्धमा खर्च गरेको थियो, जसले गर्दा पोर्चुगलमा अवस्था यतिसम्म भयावह बन्यो कि जागिरको हाहाकार नै भएको थियो। अंगोलाबाट फर्केको सुरुवातका केही वर्षहरूमा उनका पिता पनि बेरोजगार बस्नु पर्यो, जसले गर्दा उनी रक्सीको लतमा परे। केही वर्षपछि उनका पिताले पोर्चुगलकै 5औं डिभिजनको फुटबल क्लब आन्दोरिनामा किटम्यानको जागिर पाए। साथै उनी स्थानीय नगरपालिकामा गार्डनरको रूपमा पनि कार्यरत थिए, तर उनको कमाइले घर खर्च चलाउनसम्म पनि धौधौ पर्ने थियो। डाक्टरद्वारा गर्भपतन अस्वीकार गरिएपछि मारियाले आफैले गर्भपतन गर्न कैयौं प्रयास गरेको बताइन्, तर सफल भएनन्। भगवानको कृपाले फेब्रुअरी 5, 1985 को बिहान पोर्चुगलको मादैरामा एक बच्चा र आजका लेजेन्ड क्रिस्टियानो रोनाल्डो डोस सान्तोस आवेइरोको जन्म भयो। उनी मारिया डोलोरेस र जोजे दिनिज आवेइरोका चौथो सन्तान थिए। क्रिस्टियानो रोनाल्डोका एकजना दाइ हुगो डोस सान्तोस आवेइरो र दुईजना दिदीहरू छन्, काटिया आवेइरो र एल्मा डोस सान्तोस आवेइरो। उनको परिवारको आर्थिक अवस्था निकै कमजोर थियो। उनीहरूसँग बिजुली जोड्ने तथा बस्नको लागि भरपर्दो ठाउँ समेत थिएन। उनकी आमा मारियाले दुईवटा कामहरू गर्ने गर्थिन्, सडक सफा गर्ने र अरूको घरमा खाना बनाउने। रोनाल्डो भ्याएसम्म सधैँ झै आमालाई सहयोग गर्न आमासँगै रोड सफा गर्न जाने गर्थे। उनले पोर्चुगलको सडकमा फुटबल खेलेर आफ्नो बाल्यकालको फुटबल यात्रा सुरु गरेका थिए। रोनाल्डोलाई सडकमा खेल्दा खेल्दै फुटबल प्रतिको लगाव बढ्यो र उनको बाल फुटबल करियर 8 वर्षको उमेरमा सुरु भयो, जब उनले आफ्नै बाबुले काम गर्ने फुटबल क्लब आन्दोरिनाबाट फुटबल सिक्न तथा खेल्न थाले। त्यसबाहेक उनले क्लब नासनलमा फुटबल खेल्दै 2 वर्ष बिताए। रोनाल्डोको फुटबल कौशल र लगाव असाधारण थियो। उनी आफ्ना उमेर समूहमा सबैभन्दा राम्रो खेल्ने गर्थे। 12 वर्षको उमेरमा पोर्चुगलकै सर्वाधिक चर्चित क्लब स्पोर्टिङ क्लब पोर्चुगलले क्रिस्टियानो रोनाल्डोलाई 1500 युरो शुल्कमा अनुबन्धन गर्यो। रोनाल्डोलाई तालिमको लागि घरदेखि टाढा लिस्बन जानुपर्ने थियो, जुन 12 वर्षको बच्चाको लागि त्यति सहज र सजिलो कदम पक्कै थिएन। तैपनि उनले फुटबल प्रतिको लगावलाई निरन्तरता दिँदै लिस्बन गए र त्यहाँ रहँदा उत्कृष्ट फुटबल प्रदर्शन गरे। रोनाल्डोको आर्थिक अवस्था यति नाजुक थियो कि उनी स्पोर्टिङ क्लब लिस्बनमा रहँदा क्लब नजिकैको स्थानीय म्याकडोनाल्डमा गएर बाँकी रहेको खानेकुरा माग्ने गर्थे, जुन कुरा उनले गत वर्ष पियर्स मोर्गानसँग अन्तर्वार्तामा पनि खुलाएका थिए। उनले भनेका थिए, म त्यहाँ रहँदा त्यति पैसा हुँदैन थियो र म अन्य केही साथीहरूसँग सधैँझै नजिकैको म्याकडोनाल्ड्समा गएर ह्याम्बर्गर बाँकी छ कि भनेर सोध्ने गर्थे, अनि मलाई एड्ना र अन्य 2 जना स्टाफहरूले सधैँ केही न केही दिने गर्थे। उनले उक्त इन्टरभ्यूबाटै आफूलाई त्यो बेला उदार भएर सधैँ खानेकुरा दिने एड्नासँग भेट्न र सँगै डिनर गर्न चाहेको बताएका थिए। त्यो कुरा मिडिया मार्फत एड्ना, पूरा नाम एड्ना करिना इमानुएल काल्दास सम्म पुग्यो र उनले रोनाल्डोको उक्त भनाइ र उनको पेशागत सफलताबाट आफू निकै हर्षित भएको बताइन्। 14 वर्षको उमेरमा रोनाल्डोले पढाइ छाड्ने र फुटबललाई आफ्नो मुख्य करियरको रूपमा अगाडि बढाउने अठोट गरे। त्यसको 1 वर्षपछि उनमा रेसिङ हार्ट सिन्ड्रोम भएको पत्ता लाग्यो, जसको उपचार मुटुको शल्यक्रिया बिना सम्भव थिएन। चिकित्सकहरूले उनलाई अब या त अपरेसन गर्नुपर्ने या त फुटबल खेल्न सदाका लागि बन्द गर्नु बाहेक अर्को विकल्प नरहेको बताए, किनभने त्यो रोग लाग्दा मुटुको धड्कनको चाल कहिले छिटो त कहिले ढिलो एब्नर्मल हुने गर्छ। रोनाल्डोमा सानैबाट एउटा सपना थियो, विश्वकै उत्कृष्ट फुटबलर बन्ने, तसर्थ उनले शल्यक्रिया रोजे। शल्यक्रिया सफल भयो र रोनाल्डो पुनः फुटबल मैदानमा फर्किए अनि आफ्नो सपना पूरा गर्न दिनरात निरन्तर मेहनत गरिरहे। अन्य सबैजना अभ्यास गरेर नुहाउन गइसक्दा पनि रोनाल्डो भने एक्लै मैदानमा अभ्यास गरिरहेका हुन्थे।
जब उनी 16 वर्ष मात्र पुगे उनी कानुनी रूपमा व्यावसायिक फुटबल खेल्न योग्य भए र स्पोर्टिङ क्लब पोर्चुगलका तत्कालीन प्रशिक्षक लाज्लो बोलोनीले आउँदो सिजनमा उनको अद्वितीय क्षमतालाई प्रदर्शन गर्न अवसर दिने निर्णय गरे। फलस्वरूप उनले सन् 2002 अगस्त 16 तारिकका दिन इन्टर मिलानसँग भएको च्याम्पियन्स लिगको क्वालिफाइङ खेलमा 58 मिनेटमा 28 नम्बर जर्सीमा रोनाल्डोलाई मैदान प्रवेश गराए। रोनाल्डोका लागि व्यावसायिक फुटबलको यो नै पहिलो पाइला थियो। प्रशिक्षक लाज्लो बोलोनीले तत्कालीन समयमा रोनाल्डोको खुलेरै प्रशंसा गरेका थिए र भनेका थिए कि रोनाल्डो युसेबियो भन्दा पनि सफल खेलाडी बन्न सक्छन्। त्यसो त तत्कालीन समयमा लुइस फिगो र युसेबियोलाई पोर्चुगलका सर्वाधिक उत्कृष्ट फुटबलर मानिन्थ्यो, जसले गर्दा बोलोनीले निकै विवाद सहनु परेको थियो। तर रोनाल्डोले बोलोनीको वचन र विश्वासलाई पूरा गरिदिए। अगस्त 6, 2003 मा लिस्बनमा स्पोर्टिङ क्लबले म्यानचेस्टर युनाइटेड विरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो, जहाँ रोनाल्डोले यति प्रभावशाली प्रदर्शन गरे कि खेल पश्चात म्यानचेस्टर युनाइटेडका खेलाडीहरूले उनीहरूका प्रशिक्षक सर एलेक्स फर्गसनलाई रोनाल्डोलाई अनुबन्धन गर्न आग्रह गरे। त्यसको केही दिनपछि अगस्त 12 मा रोनाल्डोलाई 12.5 मिलियन पाउन्डमा म्यानचेस्टर युनाइटेडले अनुबन्धन गर्यो। उनी म्यानचेस्टर युनाइटेडबाट खेल्ने पहिलो पोर्चुगिज खेलाडी र 18 वर्षमा यति ठूलो रकममा साइन गर्ने इतिहासकै सबैभन्दा महँगा किशोर खेलाडी थिए। म्यानचेस्टर युनाइटेड आएपछि उनले जर्सी नम्बर 28 मागेका थिए, तर सर एलेक्स फर्गसनले म्यानचेस्टर युनाइटेडका त्यसभन्दा पहिलाका दिग्गज जर्सी नम्बर 7 का खेलाडीहरू डेभिड बेकहम, एरिक क्यान्टोना आदिको लिगेसीलाई रोनाल्डोले पछ्याउन सक्ने सोचेर उनलाई जर्सी नम्बर 7 दिए। त्यसपछि CR7 इतिहासको सुरुवात भयो। उनको क्लब तथा राष्ट्रिय टिमको फुटबल करियर राम्रो चलिरहेको थियो। त्यही बेला उनको जीवनमा एउटा ठूलो चुनौती आइपर्यो। सन् 2006 मा विश्वकपको आयोजना हुँदै थियो र त्यसका लागि पोर्चुगलले रसियासँग मैत्रीपूर्ण खेल खेलेर विश्वकपको तयारी गर्दै थियो। त्यही क्रममा सेप्टेम्बर 7, 2005 का दिन पोर्चुगलका तत्कालीन प्रशिक्षक लुइज फेलिप स्कोलोरीले रोनाल्डोलाई उनका बाबु निधन भएको खबर सुनाए। जोजे दिनिज अवेइरोको कलेजो फेल भएर निधन भएको थियो। रोनाल्डोलाई ठूलो वज्रपात पर्यो, जुन कुरा उनको यति सफल जीवनको पनि एउटा असफल र दुखी पाटोसँग जोडिन्छ। रोनाल्डो सधैँ भन्ने गर्छन् कि उनका बुबाले आफ्नो छोरालाई यति सफल र विश्वकै उत्कृष्ट फुटबलर भएको देख्न पाएको भए कति खुसी हुने थियो होला। उनी कहीँ कतै अन्तर्वार्ताहरूमा बुबा कुरा सोधिँदा या बुबाले उनको बारेमा बोलेको देखाइँदा निकै भक्कानिने गर्छन्। आफ्ना बाबुको निधनपछि रोनाल्डोलाई तत्कालीन म्यानचेस्टर युनाइटेडका प्रशिक्षक सर एलेक्स फर्गसनले फुटबल करियर अघि बढाउन सधैँ साथ र सहयोग दिइरहे, जसले गर्दा उनी सर एलेक्स फर्गसनलाई बाबु सरह सम्मान गर्ने गर्छन्। रोनाल्डो सन् 2003 देखि 2009 को मध्यतिरसम्म म्यानचेस्टर युनाइटेडमा रहे, जहाँ उनले 292 खेलमा 118 गोल गरे, साथै 12 टाइटल्स, 3 प्रिमियर लिग, 1 च्याम्पियन्स लिग र 1 ब्यालन डियर पनि जिते। रोनाल्डो बाल्यकालदेखि नै रियल मैड्रिडबाट खेल्ने सपना देख्ने गर्थे। रियल मैड्रिडले उनलाई सन् 2009 मा 80 मिलियन पाउन्ड 94 मिलियन युरोमा अनुबन्धन गर्यो। सुरुमा उनलाई 9 नम्बर जर्सी प्रदान गरिएको थियो, किनभने त्यसबेला 7 नम्बर जर्सी राउल गोन्जालोजले लगाइरहेका थिए। पछि 2010 मा राउलले अवकाश लिएपछि रोनाल्डोलाई 7 नम्बर जर्सी प्रदान गरियो। रियल मैड्रिडमा रहँदा उनले मानुएल पेलेग्रिनी, जोजे मौरिन्हो, कार्लो एन्सेलोटी, जिनेदिन जिदान जस्ता सफल प्रशिक्षकहरूको अन्डरमा रहेर खेलहरू खेले। उनले रियल मैड्रिडमा रहँदा उनको फुटबल जीवनकै सफल वर्षहरू बिताए, जहाँ उनले 438 खेलमा 450 गोल गरे, 4 पटक च्याम्पियन्स लिग र 4 वटा ब्यालन डियर जिते। रोनाल्डो सन् 2018 मा 100 मिलियन पाउन्डमा रियल मैड्रिडबाट युभेन्टस गए। त्यहाँ उनले 134 खेलमा 101 गोल गरे र 2 पटक सिरी ए साथै अन्य उपाधिहरू पनि जिते। त्यसपछि रोनाल्डो सन् 2021 मा पुनः म्यानचेस्टर युनाइटेड फर्किए र 55 खेलमा 27 गोल पनि गरे। त्यसपछि सन् 2022 को डिसेम्बर 31 मा रोनाल्डोले वार्षिक $200 मिलियन करिब 26 अरब 41 करोड नेपाली रुपियाँमा साउदी अरेबियन क्लब अल नसरसँग 2 वर्षको सम्झौता गरे र हाल उनी अल नसरबाट व्यावसायिक फुटबल खेलिरहेका छन्। क्लब फुटबल बाहेक पोर्चुगलको राष्ट्रिय टिमका लागि उनले 123 गोल गरेका छन्। रोनाल्डो राष्ट्रिय टिमका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पहिलो नम्बरमा पर्छन्। उनी लगातार 5 वटा फिफा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी पनि हुन्। उनी सम्मिलित पोर्चुगलको राष्ट्रिय फुटबल टिमले युरो कप 2016 तथा UEFA नेसन्स लिग 2019 को उपाधि जितेको थियो। साथै फिफा विश्वकप 2006 र युरो 2010 को सेमिफाइनलसम्म पुगेको थियो। रोनाल्डोले अहिलेसम्म क्लब र राष्ट्रिय टिमका लागि गरेर 1168 खेलमा कुल 838 गोल गरिसकेका छन्।
अब कुरा गरौं उनको पारिवारिक जीवनको। रोनाल्डो अहिले अर्जेन्टिनी स्पानिस युवती जोर्जिना रोड्रिगेजसँग पारिवारिक जीवन बिताइरहेका छन्, तर उनीहरूको आधिकारिक विवाह भने भएको छैन। रोनाल्डोका अहिले 2 छोराहरू र 3 छोरीहरू छन्, जसमध्ये जेठो छोराको 2010 मा अमेरिकी सरोगेसी आमाबाट जन्म भएको थियो, तर हालसम्म रोनाल्डोले उनकी आमा को हुन् भनेर बताएका छैनन् र त्यसरी बच्चा जन्माउनु केही देशहरूमा कानून सम्मत पनि छ। त्यसबारे मिडियाहरूबाट रोनाल्डोलाई प्रश्न गरिदा उनी भन्छन्, व्यक्तिगत जीवनका सबै पाटाहरू सार्वजनिक गरिहाल्नुपर्छ भन्ने हुँदैन। मैले कानून सम्मत सरोगेसी आमाबाट बच्चा जन्माएको हुँ र यो कुरा मेरो छोरा क्रिस्टियानो जुनियर ठूलो भएपछि म उसलाई अवश्य पनि बताउने छु, किनभने यो उसको अधिकारको कुरा हो। क्रिस्टियानो जुनियरले रियल मैड्रिड, युभेन्टस र म्यानचेस्टर युनाइटेडको एकाडेमी र हाल उनी आफ्नो परिवारसँगै साउदी अरेबियाको महद स्पोर्ट्स एकाडेमीबाट फुटबल खेल्ने गर्छन्। क्रिस्टियानो जुनियरलाई रोनाल्डोले सानै उमेरदेखि फिटनेसमा ध्यान दिन सिकाए। उनी पनि फरवार्ड पोजिसनबाट फुटबल खेल्ने गर्छन् र रोनाल्डो जस्तै फुटबल खेल्न र गोल गर्न निकै माहिर छन्। क्रिस्टियानो जुनियर पछि सरोगेसीबाटै 2017 मा उनका जुम्लिया सन्तानहरू माटेउ र इभाको जन्म भयो। त्यसपछि अहिले प्रेम सम्बन्धमा रहेकी जर्जिनाबाट 2017 मै एक छोरी अलाना मार्टिना, त्यस्तै गरी 2022 मा जुम्लिया सन्तान मध्ये एक छोरी बेलाको जन्म भयो, तर अर्का छोराको भने तत्कालै निधन भएको थियो। यसरी विवाह नगरी सन्तान जन्माउनु युरोपेली परम्परामा सामान्य मानिन्छ। फुटबल समाजसेवा र परिवारमा मात्र नभई उनी व्यवसायमा पनि उत्तिकै सफल छन्। उनको पोर्चुगलको लिस्बन र मदेइरा, स्पेनको माड्रिड, अमेरिकाको न्युयोर्क र मोरक्कोको माराकेसमा CR7 होटल छन्, जसका लागि उनले पेस्ताना ग्रुपसँग सहकार्य गरेका छन् र नाम पेस्ताना CR7 राखिएको छ। साथै पेरिस लगायतका अन्य शहरहरूमा पनि यो होटल विस्तार भइरहेको छ। त्यस्तै उनले कपडा, परफ्युम, रेस्टुरेन्ट, फिटनेस सेन्टर, हेयर क्लिनिक, प्राइभेट जेट रेन्टल व्यवसायमा पनि सहकार्य गरेका छन्। त्यसबाहेक उनले थुप्रै अन्य ठूला ब्रान्डहरूसँग सहकार्य र प्रचार गर्ने काम पनि गर्छन्। साथै उनलाई इन्स्टाग्राम लगायतका अन्य सञ्जालहरूमा पोस्ट गरे बापत निकै धेरै रकम मिल्ने गर्छ। उनले सपना देखे, सपना पूरा गर्न दिन रात मेहनत गरे, त्यही मेहनतले उनलाई एउटा सफलता र नाम दियो CR7, जुन आज नाम मात्रै होइन एउटा विश्व चर्चित ब्रान्ड नै बन्न पुगेको छ। उनको जीवन धेरैका लागि एउटा प्रेरणाको स्रोत नै बनेको छ। यो थियो एक सामान्य र गरिब परिवारमा जन्मिए हुर्किएका विश्व प्रख्यात फुटबलर क्रिस्टियानो रोनाल्डोको जीवनका उतार चढावहरूको कथा। तपाईलाई आजको कथा र प्रस्तुति कस्तो लाग्यो? कृपया केही सुझाव तथा सल्लाहहरू भएमा कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। साथै आगामी दिनहरूमा यस्तै कथा तथा अन्य साहित्यिक वाचनहरू सुन्नका लागि मेरो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला अनि छेउमै रहेको बेल आइकनलाई पनि दबाउनु होला, ताकि भिडियो अपलोड गरेपछि यसको नोटिफिकेसन तपाईसम्म पुगोस्। धन्यवाद।